हेलो गाइस, नमस्ते सबैजनालाई। सो आज चाहिँ म एउटा सर्ट भिडियो है, यो चाहिँ स्पेसल डे समथिङ होइन, स्पेसल डे और स्पेसल समथिङ एल्स है। र आज चाहिँ मैले यो भिडियो बनाउनुको कारण चाहिँ यो हो कि आज चाहिँ धेरै फाल्तु कुरा नगरौँ होइन। र अलिकति मैले मेरो लाइफमा भइरहेको र भइसकेको कुराहरू भनौँ। र फर्स्ट थिङ चाहिँ के हो भन्दाखेरि how was my birthday है, before I meet her and after I meet her। पहिला मैले उसँग नभेट्दाखेरिको उसँग भन्दाखेरि चाहिँ मेरो गर्लफ्रेन्ड है, र उसँग नभेट्दाखेरि र अब भेट्यो पछिको मेरो बर्थडेहरू चाहिँ कसरी मैले होइन कटाएँ भन्ने कुराहरू चाहिँ अलिकति सर्टमा भन्छु। पहिला उसलाई नभेट्दाखेरिको मेरो बर्थडेहरू चाहिँ लाइक के हो भन्दाखेरि बर्थडे हो मेरो होइन, 21 मे टुमोरो, एन्ड टुमोरो इज माई बर्थडे। सो मैले उसलाई पहिला नभेट्दाखेरि चाहिँ बर्थडे हो भन्ने खालको होइन, कसैलाई एउटा चक्लेट पनि खिलाइनँ मैले। अनि अहिले चाहिँ होइन, उसलाई भेट्नुको बादमा चाहिँ होइन, र त्यहाँबाट चाहिँ मेरो बर्थडे भनेपछि मलाई धेरै खुसी लाग्ने क्या। पहिला मलाई उसलाई भेट्नुभन्दा पहिला चाहिँ बर्थडे भन्दाखेरि के खुसी लाग्दैन थियो, मेरो बर्थडे हो भन्ने खालकोमा थिएन। र उसलाई भेट्नुको बादमा चाहिँ मलाई यो फिल हुन थाल्यो कि मेरो बर्थडे भनेपछि धेरै खुसी लाग्ने होइन। किनकि इफ मेरो बर्थडे आउँदैछ भने चाहिँ म उसँगै बसेर ऊ बाटो गएर होइन, उसलाई भेट्नु गएर केकहरू काटेर बर्थडे सेलिब्रेट गर्थेँ होइन। लाइक त्यो मोमेन्टहरू चाहिँ मेरो लागि सायदै मेरो अब जीवनमा त्यही तिनीहरू सायदै धेरै महत्त्वपूर्ण हुन्छ होला सायद होइन। मैले धेरै यादगार बनाएर राखेको छु त्यो यादहरूलाई। र अहिले चाहिँ फिलहाल भन्नुपर्दा अब भेट्नुको पहिला चाहिँ मलाई त्यही हो, भेट्नुको पहिला चाहिँ मलाई कहिले यादै भएन कि मेरो बर्थडे हो मात्रै खालको क्या। तर कहिले पनि यो भएन कि मेरो बर्थडे पनि स्पेसल त्यस्तो केही थिएन। उसलाई भेट्नुको बादमा धेरै स्पेसल भयो मेरो बर्थडेहरू होइन। राति कसैले मलाई त्योभन्दा पहिला मान्छेहरूलाई मेरो बर्थडेहरू याद पनि हुँदैन थियो, त्यति बेला मलाई पनि त्यस्तो केही मतलब त थिएन। तर उसलाई भेट्नुको बादमा चाहिँ उसले अब राति 12 बजी ट्याक्कै कल गरेर होइन ह्याप्पी बर्थडे भन्नेलाई, त्यो मोमेन्टहरू चाहिँ मलाई एकदमै धेरै खुसी लाग्थ्यो होइन। कसै छ अहिले मलाई जसले बिर्सिँदैन मेरो बर्थडे भन्ने खालकोहरू होइन। र अहिले म बाहिर छु होइन, अब ऊ मसँग छैन। सायद म घरमा भएको भए पनि ऊ मसँग हुँदैन थियो होला होइन। यस्तो परिस्थिति आउँथ्यो आउँदैन त्यो त थाहा छैन। यदि यही परिस्थिति हो भने चाहिँ म घरमै भएको भए पनि ऊ मसँग हुँदैन थियो होला। यति धेरै खल्लो लाग्दैन थियो होला मेरो बर्थडे। किन अहिले चाहिँ फेरि के हुँदैछ भने करेन्टली मेरो सिचुएसन चाहिँ मेरो बर्थडे नि किन आयो होला जस्तो लागिरहेको छ क्या। यो खल्लो एकदमै खल्लो लागिरहेको छ। त्यस्तो केही होइन अरू त्यस्तो केही भन्नु पनि छैन। यही हो, आयो अब बर्थडे आयो, सायद ऊ मसँग छैन अहिले होइन। हाम्रो धेरै यादगारहरू छ। अब तिनीहरूलाई धेरै सायद मेरो आउने बर्थडेहरू पनि म कटाउँछु होला। मलाई तिमी मसँग 364 दिन नबोले पनि रहेको एक दिन मेरो बर्थडे र मलाई विस गरिदेऊ। सायद तिम्रै बर्थडेको दिन पनि तिमी नबोले पनि चल्छ, म तिमीसँग बोल्नु आउँला। तर मेरो बर्थडेको दिन चाहिँ तिमी मलाई बोला नबोला अब त्यो तिम्रो मर्जी हो, तिम्रो विचार हो। तर मेरो बर्थडेको दिन मलाई विस चाहिँ गरिदेऊ है। किनकि जसरी मैले तिमीसँग भेट्नुको बादमा जसरी मैले हरेक साल तिमीले विस गर्छौ भनेर आश गरेँ, भरोसा गरेँ, त्यसै गरी पनि मैले फेरि पनि अब आउने बर्थडेहरूमा पनि म आशा गर्छु कि तिमीले मलाई बर्थडे विस गर्छौ भन्ने। धन्यवाद।